वैदेशिक रोजगारीको बेला समस्या परे अनलाइनबाटै नेपाल सरकारलाई यसरी गर्नुहोस् उद्धारको अनुरोध। वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूले विदेशमा विभिन्न समस्याहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। यस्ता समस्याहरूमा रोजगारदाताबाट तलब नपाउनु, करार अनुसारको काम नहुनु, शारीरिक वा मानसिक शोषण वा अन्य आपतकालीन परिस्थितिहरू पर्छन्। नेपाल सरकारले यस्ता समस्यामा परेका श्रमिकहरूको सहयोग र उद्धारका लागि अनलाइन प्रणाली मार्फत सेवा उपलब्ध गराएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित श्रम संसार पोर्टल मार्फत श्रमिकहरूले आपतकालीन उद्धारको अनुरोध गर्न सक्छन्। श्रम संसार पोर्टल मार्फत आकस्मिक उद्धारका लागि कसरी अनुरोध गर्ने भन्ने तरिका आज हामी तपाईहरूलाई बताउँदैछौँ। श्रम संसार वेबसाइट र एप दुवै प्लेटफर्ममा उपलब्ध छ। सबैभन्दा पहिला श्रम संसारको पोर्टलमा जान www.श्रमसंसार.gov.np मा क्लिक गर्नुहोस्। यस एपका लागि एन्ड्रोइडको हकमा प्ले स्टोरमा गई श्रम संसार क्लिक गर्नुहोस् वा iOS तथा आइफोनका लागि apple.com/us/app/श्रम संसारमा क्लिक गरेर एप डाउनलोड गर्नुहोस्। अब वेबसाइटमा सबैभन्दा तल पुच्छरमा जानुहोस् अथवा एपको बायाँतर्फ 3वटा धर्सा भएको ठाउँमा क्लिक गर्नुहोस् र आपतकालीन उद्धार भएको ठाउँमा थिच्नुहोस्। यसमा व्यक्तिको गोपनीयतालाई ध्यानमा राख्दै एक पटकको मात्र लोकेसन लिने र जति बेला पनि ट्र्याक भने नगर्ने मन्त्रालयले जनाएको छ। त्यसपछि त्यहाँ भनिएका विवरणहरू, चोटपटक लागेको फोटो, पासपोर्ट आदि राख्न सकिन्छ। त्यसपछि उपचार सेवा, आकस्मिक उद्धार र नेपाल फर्कन चाहेको विकल्प रोज्न सकिन्छ। श्रमिकले भरेको फारमको जानकारी सम्बन्धित राजदूतावास र परराष्ट्र मन्त्रालयमा पुग्छ। त्यसपछि तत्काल आवश्यकता अनुसार उनीहरूको लोकेसनको आधारमा उद्धार कार्य अघि बढाइन्छ। नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको सुरक्षा र कल्याणलाई प्राथमिकतामा राखेको छ। गत आर्थिक वर्ष 2081-82 मा वैदेशिक रोजगारीमा ज्यान गुमाएका 1401 जनाको शव परिवारलाई बुझाइएको र धेरै श्रमिकको उद्धार गरिएको तथ्याङ्कले सरकारको सक्रियता देखाउँछ।